विक्रम ए विक्रम घामले डाँडा काटिसक्यो पसल खोल्न पर्दैन आज कस्तो टाउको भारी भइरहेछ यहाँ राति 1 बजीसम्म मोबाइल चलाएपछि टाउको भारी नभएर के हुन्छ त घरमा भएको मकै कोदो फापर भटमास केही खाने होइन बाहिरको चिल्लो पदार्थ खायो अनि कसरी जिउ सन्चो हुन्छ त जा तातो पानी तताएर राखेको छु खा पहिला चिया खाउँ न चिया नै नखाइकन तातो पानी कसले खान्छ भने होस् म पसलमै गएर खाउँला प्रेसरको औषधि खानु पर्यो कस्तो पेट दुख्यो औषधि पनि खानु पर्यो अंकल मलाई एउटा ब्रेड दिनु न ब्रेड छ हजुरलाई के भयो दाइ अंकल दाइ अंकललाई के भयो अंकल हजुरलाई अंकल विक्रम छोरा के त कमाइ बाबु विक्रम दाइ हजुरले के भयो दाइ पानी ल्याएर पानी 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 उ त्यहाँनिर छ पानी बाबु बाबु के भयो आमा नमस्कार नमस्कार, हेर्नु न। सेवा केन्द्रबाट बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै हिँडिरहेको के भयो उहाँलाई के ल्याउनु त आमा अलिकति सहज गरेर राखौँ ल त बाबु खुट्टा यहाँ राख यहाँ राख्नु त यसलाई हजुरको खुट्टा राख्नु त के भयो उहाँलाई चक्कर लाग्यो हो बाबु बाबु एकचोटि प्रेसर हेरौँ अलिकति सहज भएको छ यहाँ राख्नु त हाल अरे सर भाइ सर देब्रे हो प्रेसर अलिक बढेको रहेछ सुगरको पनि जाँच गरौँ है एकपटक अनि अरू पनि स्वास्थ्य परीक्षणहरू गर्नुपर्छ के खानु भएको थियो र बिहान बिहान त्यही दुधको चिया खाएको थिएँ अनि जेरिसवारी मिठो लाग्छ त्यो पनि खाएको थिएँ अघि भन्दा अलिकति सहज हुँदै गएको छ अहिले त अलि सहजै छ घरको खानेकुरा नखाले बाहिरको चिप्लो चाप्लो खाएपछि यस्तै हुन्छ शरीरलाई भनेको नमान्ने तिमी जाने नआउन के गर्दै हुनुहुन्छ तपाईँको सुगर पनि अलिक बढी नै देखायो है प्रेसर पनि बढी नै छ मसँग पिसाब जाँच गर्ने पनि छ एकचोटि पिसाब लिएर आउनु थोरैमा त्योबाट के सामान्य परीक्षणहरू थाहा हुन्छ अनि तपाईँलाई के गर्ने के खाने के नखाने भन्ने कुराहरू पनि म भन्छु है तपाईँ एकचोटि पिसाब लिएर आउनु थोरैमा है तपाईँको त स्वास्थ्य ठिकै छ नि ठिकै छ सुगर प्रेसर त अरूको औषधि खानु भएको छ खाइरहेको छु अलिअलि अलिक मेरो कुम दुख्छ सिस्टर
योग एक्सर्साइजहरू चाहिँ गर्नु भएको छ? हाम्रो संस्थामा तपाईँले योग गरे पनि हाम्रो संस्थामा चाहिँ रोग अनुसारको योग भनेर सिकाउँछौँ आउने। तपाईँले कस्तो आवश्यक पर्छ त्यही अनुसारको सिकाउँछौँ। सहज भएको दिन आउनु, मैले त्यहाँ तपाईँलाई सिकाइदिन्छु है। हुन्छ सिस्टर। आउनुभयो। उहाँको सुगर प्रेसर बढी देखाए पनि किडनीमा केही समस्या छैन भन्ने पिसाबको रिपोर्टले देखायो। तपाईँले जुन डाक्टरसँग देखाएर प्रेसरको औषधि खानु भएको छ उहाँलाई एकचोटि भेट गर्नु। अब उहाँलाई जीवनशैलीका कुराहरू सिकाउनु पर्छ। त्यसको लागि नागरिक आरोग्य सेवा केन्द्रमा आउनुभयो भने मैले उहाँलाई के खाने के नखाने, बिहान के गर्ने, कुन समयमा उठ्ने कुन समयमा सुत्ने जस्ता कुराहरू सिकाउँछु। फुर्सदको दिन लिएर आउन सक्नुहुन्छ। उहाँलाई अलिकति सहज भयो भने लिएर आउनु न यस। नमस्कार। के भएर आउनुभयो? रिङ्गटा लागेर बाबु घरेर नाम भन्नु त? विक्रम थापा। कति वर्षको हुनुभयो? 44। यो बेला चाहिँ डक्टर साहबबाट जानु, डक्टर साहब हुन्छ, फेरि हुन्छ डक्टर साहब हुनुहुन्छ है। अनि तपाईँलाई के भएर आउनुभयो? अब एकचोटि प्रेसर हेरौँ। खै दाहिने हात अगाडि ल्याउनुहोस् त। अनि राति कति बजे सुत्नुहुन्छ? नर्मल्ली 12-1 जति बज्छ। 12-1 बज्छ। ए बिहान कति बजे उठ्नुहुन्छ? अनि ढिला सुतेपछि बिहान उठ्यो भने अलिक ढिलै उठिन्छ। ढिलै उठिन्छ। अनि खानपानहरू कस्तो छ तपाईँको? खानपान फेरि अब यो त्यो भन्ने छैन, म जे नि खाइदिन्छु। ए अनि त्यस्तो लापरवाही अलि गर्नु हुँदैछ शरीरलाई। प्रेसर पनि यत्रो बढेछ, 140/95 रहेछ प्रेसर पनि। ल विज्ञानीजी, तपाईँले चाहिँ आहारमा अलि सुधार नभएको देखियो, जसमा चाहिँ तपाईँले गुलियो पदार्थ धेरै खाने, नुनिलो पदार्थ धेरै खाने र निन्द्रा पनि प्रशस्त मात्रामा नभएको देखियो। यसले गर्दाखेरि चाहिँ तपाईँको आहारमा चेन्ज ल्याउनु पर्ने अवस्था आयो, जसमा चाहिँ तपाईँले मधुर, अम्ला, लवण, कटु, तिक्ता, कसाय रस भएका आहारहरू सेवन गर्नुपर्ने देखिएको छ है त तपाईँलाई। डाक्टर साहब, हजुर। उसो भयो अबदेखि मैले के चाहिँ खानु हुन्छ, के चाहिँ खानु हुँदैन? अब यसलाई हाम्रो आयुर्वेद अनुसार पथ्य र अपथ्य भनिन्छ। अब पथ्य भन्नाले खाना हुने कुराहरू जस्तै सागपात, रेसादार खानेकुरा, मनतातो पानी खानु पर्यो। अपथ्य भन्नाले चाहिँ खाना नहुने कुराहरू, बजारमा भएका जङ्क फुडहरू, चाउचाउ बिस्कुटहरू, चिया कफीहरू, गुलियो पदार्थहरू, अनि चिल्लो कुराहरूलाई र अत्याधिक पिरो कुराहरू, ड्राई कुराहरूलाई चाहिँ खाना नहुने कुराहरू पर्दछन्। साथै दिनचर्या र मौसम अनुसारको ऋतुचर्या पनि पालना गर्नु पर्दछ। कति राम्रो कुरा गर्नु डक्टर साहब। अनि डक्टर साहब, उतापट्टि एउटा भाँडामा तेल लाएर तातो बाथ लिएर सेक्दा रहेछ नि, त्यसमा मैले दुखेको हात सेक्दा कस्तो होला? हो हुन्छ नि आमा, यो साह्रै राम्रो कुरा गर्नुभयो। यदि तपाईँलाई दुखेको छ, मांसपेशीको दुखाइ, हड्डीहरूको दुखाइ, नसाको दुखाइहरू छ भने हाम्रोमा यो चाहिँ आयुर्वेद अन्तर्गत पूर्वकर्म पर्दछन्, जहाँ चाहिँ हामीले स्नेहन र शोधन गर्दछौँ। त्यो चाहिँ सबै प्रकारका दुखाइहरूलाई चाहिँ हामीले यहाँ चेक जाँच गरिएर उपचार गर्दछौँ। त्यसको लागि आज नै दर्ता गरौँ आमा। विक्रम दाई, समोसा खाऊ।
मैले यस्ता चिज खान छोडिदिएँ। म त अब स्याउ खान्छु। सबैजनालाई नमस्कार। आज हामी सूर्य नमस्कार गर्न सिक्दैछौँ। साउजी एउटा कोल्ड ड्रिङ्क दिनु न। ए भाइ, कोल्ड ड्रिङ्क खानु भने त अपथ्य कुरा हो नि। आगोमा घिउ हालेर पानी खनाउनु जस्तै हो। ए यो मही हो, यो पिउ। ल मही मिठो छ नि होइन? एकदम साउजी एकदम। भोलिबाट खुरुखुरु मेरो पछि लागेर हाम्रो आरोग्य समूहको यो कक्षामा आउने। आयुर्वेद र योगले मेरो ज्यान जोगायो। अब तिमीहरूको स्वास्थ्य बचाउने जिम्मेवारी पनि मेरो हो। ओहो, विक्रमजी त हाम्रो आरोग्य समूहको लिडर नै पो भइसक्नु भएछ त। आउनुहोस्, रोग लागेर अस्पताल धाउनुभन्दा अगाडि नै रोग नै लाग्न नदिन आयुर्वेद र योगको बाटो अपनाऊ। आजै नागरिक आरोग्य समूहमा जोडिनुहोस्।